सुब्रमण्य सबैलाई आज चाहिँ यो चाहिँ मेरो तेस्रो भ्लग हो। मैले चाहिँ योभन्दा अगाडि चाहिँ धेरै भ्लग हाल्नु पाइनँ किनभने एक्जाम सेक्जाम चलिरहेको थियो। त्यसैले आज चाहिँ म आफ्नो घर जाँदैछु, त्यसकै भ्लग बनाएर हाल्छु। ल अब यात्रामा भेट्नुपर्छ चाहिँ अब झोलासोला छ यहाँ पछाडि अनि मम्मी चाहिँ मलाई पुऱ्याउनु जानु भइरहेको छ। त्यति हो। हावाले उडाइरहेको छ। अब मात्रै झरी सक्यो गाडीबाट यहाँ मम्मी। अनि अब एयरपोर्ट छिर्ने हामी चाहिँ अब इन्टरनेसनलबाट जानु पऱ्यो किनभने उताबाट जाँदाखेरि धेरै गुम्ती पऱ्यो क्या। खोइ यहाँ मम्मी विद्युतीय बसै छैन त। इन्टरनेसनल एयरपोर्ट एराइभल मान्छेले मार्दैन। त्यहाँ चाहिँ गल्तीले मिस्टेक भएछ, त्यताबाट चाहिँ जाने बाटो रहेछ होइन। त्यहाँ उहाँबाट चाहिँ जानु चाहिँ बिर्सेछ होला। त्यहाँदेखि त्यहाँ आउनु नि त उतिदेखि त्यहाँ मम्मी उता गल्तीले मिस्टेक भएर या त यताबाट यो पदयात्राबाट पैदल यात्रा प्रवेश मार्गबाट जानु र पछि यहाँ भइसकेको छ। बोर्डिङ पास पर छ अनि यहाँ चाहिँ मम्मीहरू चाहिँ मलाई सम्झाइ बुझाइ हुँदैछ। आइया त्यस्तै अब गर्नुपर्छ। अनि एकछिनमा फाइनल टिकट मिलिसकेको छ है र परबाट नेपाली एयरलाइन्सबाट चक्कर लगाएर अब यता जानुपर्ने अरे चाहिँ यता घुम्नुपर्ने रहेछ यार। चेकिङ छ अनि म चाहिँ स्थिति हाल्दा चाहिँ घुमाउँदै गएर अब झट्टै लाएर त्यो चेकिङ कटेपछि म भिडियोमा हाल्छु ल। प्लेन उडेर जान्छ, म आफ्नो घरतिर जान्छु मस्त लागेर। म चाहिँ अटोबाट झर्छ। अटोमा चाहिँ भिडियो खिच्दिनँ किनभने मलाई लाज लाग्यो। अझै दिक्कल बजारबाट झरिसकेँ अटो चढेर। अब घर जानुपर्छ। घर हिँड्दै हिँड्दै रमाइलो गर्दै है त। म चाहिँ छोरछोरी सरसामान किनिनु पर्ने थियो, किनिसकेर हाल्यो घर जाँदैछु। घुवा बस्नु मस्त छ एपमा बाटो। त्यो चाहिँ उता चाहिँ देवथाने त्यो माथिको डाँडा। अहिले म गाह्रो साह्रो लाग्छ किनभने एउटै झोला बोक्नु पर्दा दुईवटा बोक्नु पर्यो। त्यसैले पछि भेटेर गरेँ म बच्चा बेला हुँदा यार यो घर छ त यो घर याद यो थिएन। पुरै यस्तो यस्तो सानो एउटा झुप्रे थियो यार। यत्रो घर बन्दैछ यस्तो यार घर के गर्ने। बच्चा बच्चीहरू स्कुल गइरहेको रहेछ। म नि पढ्थेँ पहिला यही स्कुल चाहिँ माथि छ। यो बाटो चाहिँ म पहिला बच्चा बेलामा हिँड्दाखेरि यस्तै थियो, अहिले यस्तै छ यार के भन्नु। धेरै लड्यो। म लडिसकेको छ होइन, अब के गर्ने हो लडिगयो। धेरै
के हो यो बाटो चाहिँ चप्पलले के भन्दै थियो यार म बिर्सेँ लास्टै हिँड्यो यार मुहानले लडेको के यो घर घामतिर भयो यार त्यसैले अहिले भर्खर मुहान झरेर चाहिँ 3 ठाउँमा स्क्र्याच भएछ 3 ठाउँमा फुटेछ के गर्ने अब चाहिँ झार्दैन घाम यति साह्रो छ यति साह्रो छ कि यस्तो गएर मान्छे फेरि गालै हुन्छ घामले डढेर त्यसरी यो लाउनुपर्छ ओइ टोपी त उडाउनु खोज्छ त यार के हो यस्तो पाहाड मिठा हावा चल्यो ओइ माछा टोपी यसो गर्नु ओइ ओइटे मा के हो यार यो उड्यो अब चाहिँ उड्दैन उड्यो नि म समय आएको छु नि अब यस्तै छ बाटो हिँड्नुपर्छ यस्तो टन्टला पुग्नु अझै घाम लागिरहेको छ हिजो त्यहाँ पानी परेको थियो अरे यस्तो सफा छ यस्तो बर्को छाडेको शीतलता अर्कै मिठो के बर्को शीतल अर्कै मिठो हुन्छ क्या त्यो अरूभन्दा पनि आएर चाहिँ मजा आइरहेछ यहाँको स्वच्छ हावा नाकमा जाँदा हावा डिफ्रेन्ट फिलिङ अझै कहाँ ऊ त्यो डाँडा कट्नु छ यार ऊ पर हो त्यो डाँडा पुग्नु छ यार कहिले पुग्ने त अब हिँड्दैछु यहाँ हिँड्दैछु है म हिँड्दैछु अझै पनि हारेको छैन छोरे के भाउ ठिक छ यस्तै गर्मीमा यो 2टा झोला भएर झोलालाई उठालाई यसो गरेर छु यता छ अनि मेरो हालत यस्तो छ फेरि यहाँ लेस खुसेछ नि त यो 4वटा बर्बी बलाएर पहिल्यैदेखि छिराएर अहिलेसम्म छ मिठो हावा लिन्छ यहाँ शीतल छ एकछिन यहाँ बिसाएर जानु पर्ला यसो गयो भने पसिना सरी भइसक्यो लाइनमा एकछिन आप्पा आउँदै हुनुहुन्छ अरे होइन बाबा हुनुहुन्छ त्यही अनुसार म बिसाउने नबिसाउने अन्त यो गर्छु म डिसिजन दिन्छु तिमी यसो हेर्नु न यहाँबाट भाइ यो पुच्छारको बल है बच्चा बेलामा यहीँ बसिन्थ्यो यार म यहाँ बसिन्थ्यो ठ्याक्कै यहाँ टक्कै यहाँ बस्ने ठाउँ छ यहाँदेखि सिधी चल्थ्यो लास्टै गल्यो हौ पसिना आयो घाम उस्तै छ अब ओह्रालो पुग कटेकै छैन लिन्छु ल एकछिनमा भेटघाट गरौँ सोचे सर्टकट बाटो उतार सर्टकट बाटो जानु पर्ने ओइ झन्डै चिप्ल्यो खुट्टा म यस्तो सेवा हान्दै बाबा बस्दै हुनुहुँदो रहेछ आबा आए यहाँ नि पिपल छ हजुर त्यहाँ एउटा मान्छे जाँदै थियो काटेर अनि आबा हेलो भन्नु त कोलाई म गर्छु नमस्ते आबा
यहाँ नि त मेरो हालत यस्तो छ के भयो भलक बनाएको के भिडियो बनाएको ल जाम है भेटिसकिया छ ल नानुसँग भेट भयो यो पिपलको रुख आउनु आउनु ल राखे पछि अपडेट दिँदै गर्छौँ अहिले गल्यो अब भात पकाउने अहिले चाहिँ ब्रेक लिएको छौँ हामीले है अब काँक्रा खाँदैछौँ गर्मी गर्मी 5 दिन बस्यो बल्ल हल्का शीतल भएको छ टन्टला पुर्छ घाम एकछिनमा भेट्नु बाटोमा अब चाहिँ हिँडिसकेको छ होइन खाँदा थोरै टक्क लगाएर खाएर पहिला यो बाटोमा यस्तो घारी नै थिएन क्या कति मान्छे पहिला यहाँदेखि हिँड्थ्यो घारी सारी थिएन अचेल त कोही पनि हिँड्नु छोड्यो कोही पनि हिँड्दैन यहाँ अब त्यस्तो भन्नु त यहाँ त पहिला त बुधबारे शनिबार हत्याको हत्या अहिले बिचल गर्दा हत्या लाग्थ्यो बिहान एकछिन लाग्छ क्याएर बेलुका साँझमा लाग्थ्यो मान्छे पाइलो टेक्नु नहुने त्यस्तो थियो अहिले चाहिँ कोही पनि हिँड्दैन किनभने माथिबाट गाडी चल्नु थालेपछि सक्यो हो यहाँ अब यस्तो घारी छ क्या बाटो है घारी लु यस्तै यस्तै बाटो छ त्यो चाहिँ खोलाको पुल घारी बिचमा छ अनि यो चाहिँ हाम्रो हुल हामी पनि हिँडिरहेको छ घारी बिचका बिच होइन लास्ट गलिसक्यो पसिनाले नुहाउने बेला भइसक्यो घाम त्यति साह्रो छ है आबा त्यति साह्रो घाम छ भारी पनि ठुलो छ सोसेली त लाग्नै पर्यो होइन पाती चढाउनु परेन हो म त पाती चढाउँछु यहाँ चाहिँ पाती चढाएर धोगेर बाटो होइन पुल चढ्नुपर्छ किन त्यो मलाई थाहा छ अहिले माछा होला आपा यस्तोबाट सट्टा माथि यही हो कुन चाहिँले भनेको थियो कि जब सर्फेसभन्दा माथि माथि गइन्छ ग्राभिटीले कमले तान्छ भनेर म त झन् जति माथि जान्छु त्यति तान्दैछ बलले उतल यहाँको मान्छे हालत खराब भइसक्यो लौरो टेक्ने बेला भइसक्यो खोइ आपा लौरो खोइ नभाँच्योस् है लौरोले सहारा चाहिँ दिन्छ है के भन्नु ग्राभिटीले तानेर हो कि म गलेको नत्र कहाँ गल्ने मान्छे तिर धारा छ तिर धारा हो पसिनाले त यो सक्यो गर्मी छ अझै हिँड्यो उस्तै झोला झन् ठुलो लट्ठी नै भाँच्यो अब सिमल बुवा अनि यो चाहिँ रिट्ठाको बिउ होला यहाँ पायो कालो मान्छेको हालत यहाँ खराब भइसक्यो घाम कम टन्टला पुर लागेको छ आज
बाटो छ यहाँ लट्टी टेकेर हिँड्दैछु झोला उस्तै छ उकालो उस्तै धेरै यहाँ भ्लग गर्दिनँ वहाँ चाहिँ पिपल बोर्ड छ अब अनि बाटो त कटिसक्यो पछि गर्छु अझै अहिले चाहिँ हल्का पुग्ने बेला नि भयो अनि त्यसपछि हल्का बाटो यस्तो रोड हिँड्नु पर्ने भएर सजिलो छ त्यसैले यहाँ बनाउन सकिरहेको छु नत्र अघि त के भयो आपा कस्तो भयो भन्नु त आपा डेन्जर गलियो नि डेन्जर उकालो थियो त्यहाँ त भिडियो नै बनाउनु सकेन मान्छेको हालत खराब यति खराब अहिले नि हुनु त हुँदैछ त्यही पनि यस्तो छ र मस्त भइरहेछ त्यो चाहिँ डिक्चल बजार हस् त्यताबाट हिँड्दै आएर उताबाट आएर बल्ल बल्ल आइपुग्यो घर त्यहाँ पर छ अच्छा हावा छ यहाँ चाहिँ यार घर जानुको छुट्टै खुसी छुट्टै हुन्छ नि हौ गर्मी भयो बाबै बाटो चाहिँ यस्तै छ मकैहरू रोपेर रहेछ हौ यहाँको त सानो छ उता त ठुल्ठुलो भएछ पारीको त सानो रहेछ गाडीको बिचै बिच बाटो आइ अब देखिनु लागेको छ हाम्रो घर यहाँ भयो नबस्नु फुल फुलेर रहेछ हौ भयो फुल त्यो चाहिँ हाम्रो घर आइपुग्यो आप्पा कस्तो मिठो बास्ना चलेको त्यो फुलको यस्तो छ मस्त यो आल्चा झार्नु न आपा एउटा खानु मन लाग्यो त्यो झार्न खोज्नु न आल्चा रे हजुर घर आइपुग्यो बल्ल टाढै त भएन आइपुग्यो है घर हो क्या हो ल अब चाहिँ एकछिनमा ल यता म सक्दिनँ अब चाहिँ थाक्यो आज केही भिडियो गरेन होइन आजको भिडियो चाहिँ यति नै ल अनि पछि अर्को हालिहाल्छु यता लास्ट थाक्यो त्यसले कुनै नयाँ भिडियो मैले अघि मैले अरू भन्नु भएन आजको लागि यति नै ल हस् धन्यवाद बाई बाई सी यू